सो आज चाहिँ मेरो जन्मदिन परेको छ हैन। मेज मैले खाएर मस्तले सुतेर बस्ने टाइममा म चाहिँ रातभरि काम गरेर घर जाँदैछु क्या। भर्खर छुट्टी भयो अनि काम गर्ने ठाउँको मान्छेहरू चाहिँ काम बाहिर जाने भनिरहेको छन् क्या। प्लान बनाइरहेको थियो अस्तिको हप्तादेखि। अनि आज मेरो बर्थडेमा चाहिँ जुरो क्या बर्थडे भनेर थाहा छैन उनीहरूले। जो जाऊँ न त भने जान आँटेको छौँ हामी। यसो खाजासाजा खान्छौँ, अब के हुन्छ देखाउँछौँ। जस मेरो आजको दिन कस्तो हुन्छ भनेर भिडियो मार्फत चाहिँ देखाउँछु। किनभने एकछिन खाजासाजा खाइन्छ होला, बिहानको कति 6 बज्यो, खाजासाजा खाइन्छ होला, घर पुगिन्छ, दिउँसभरि सुतिन्छ। भ्लग चाहिँ हुँदैन होला सायद, किनभने थाकेको हुन्छ रातभरि कामले। फेरि आज पनि बेलुका काम छ क्या, अनि दिउँसभरि सुतेर काममा आउनुपर्छ नि त। अनि छोटो अब साथीहरूलाई भेट्ने प्लान पनि छ, हेरौँ के हुन्छ। भिडियो मार्फत देखाउने नै छ। स्टे ट्युन्ड। तर के गाइस होइन, मेरो बर्थडे हो भनेर होइन कसैलाई केही थाहा नै छैन क्या। किन थाहा छ? किनभने म वर्षमा बर्थडे नै 2 चोटि मनाउँदैन, कसलाई चाहिँ याद हुन्छ र अभियसली होइन। तर नेभर माइन्ड, म त्यस्तो सानोतिनो कुरा वास्ते गर्दिनँ। किनभने म त जन्मिसकेँ, अब त्यो विस नै गरेन भनेर के चित्त दुखाइ हुने हो र होइन। त्यही हो। अनि हेर पहिला अर्कै डेटमा मनाउँथ्यो, अहिले अर्कै डेटमा मनाउँछु। फेरि नेपाली र इङ्ग्लिस पनि छुट्टै हुन्छ। भगवान्, चार थरी हुन्छ। अनि कसले चाहिँ याद गरोस् हो यति धेरै। अनि इङ्ग्लिस डेट अनुसार चाहिँ आज हो होइन, अनि भोलि चाहिँ नेपाली डेट अनुसार चाहिँ भोलि परेको रहेछ क्या। यस्तो छ मेरो बर्थडे। थकित फेस चाहिँ यस्तै हुन्छ है गाइस। सुत्न नपाएर यस्तो भए नि। सुत्न त पाएको, अब अलिअलि रमाइलो गर्ने चक्करमा चाहिँ निन्द्रालाई माया मारेको भन्नुपर्छ गाइस। त्यस्तै बुझ्नुपर्छ। के गर्नु त, अब रमाइलो नि गर्नु परेछ होइन, पैसा नि कमाउनु परेको छ, सुत्नु नि परेको छ। त्यो त एकैचोटि त सम्भव छैन नि त। त्यही भएर निन्द्रालाई माया मारिदिने, पैसा कमाउने, इन्जोय गर्ने। वाउ, खत्रै आयो त यार मबाट नि। हो, रमाइलो नि गर्नुपर्छ, स्वास्थ्यको नि ख्याल राख्नुपर्छ, अनि पैसा नि कमाउनुपर्छ। सबै कुरालाई एकैचोटि म्यानेज गरेर सँगसँगै लग्नुपर्छ गाइस। किनभने जिन्दगी नै आएगी दोबारा। यो साइडमा चाहिँ राम्रो आउने रहेछ, तर के गर्नु, म त जानुपर्नेमा थियो। सो म चाहिँ रुमतर्फ जाँदैछु। गएर सुतिहाल्छु। बाँकीको भिडियो के कस्तो हुन्छ म हजुरहरूलाई देखिहाल्छु भनेर नि कति भन्छु यार। तर केही छैन, मलाई मेरो भिडियो मन पराउनेहरूले त मलाई हेर्ने नै हुन्छ होला, रुचाउनुहुन्छ होला। कस्तो ओभर एक्टिङ गर्छु कि म चाहिँ। ल, रुम पनि आइपुग्यो। उठेर साथीहरूसँग नि यसो खाजासाजा खाने जाने प्लान थियो नि त। अनि त्यो चाहिँ हुन पाएन, किनभने हामी चाहिँ सुते भयौँ। अनि त्यही अब जुरुक्क उठ्यौँ, काम जानलाई हिँड्यौँ। पानी परिरहेछ, यहाँको वेदरको चाहिँ केही भर छैन साथीहरू। त्यहाँ वेदर हेरेर निस्किनु पर्छ। कति बेला पानी पर्छ, कति बेला के हुन्छ केही थाहा हुँदैन। निस्किनु अघि चाहिँ वेदर चाहिँ चेक गरेर निस्किनुपर्छ के। जहाँ पनि लागेको कामतिर।